पुरै त्रिशुली लाइभ लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर छ। आमामामामामा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको, ड्याम फुटेर आएको। यो घर गयो यो। ल ल त्रिशुली बजारै गयो यार। ल गयो यार। ओ एकछिन यता यता आऊ, यता आऊ, यता यता आमामामा यार बजारै गयो यार। यहाँ नबसौँ ल, अलि टाढा बसौँ, टाढा। यो पुरै ल घरहरू जम्मै गयो। ल ल घरहरू जम्मै गयो। यो पुरै आमामा ड्याम यार। लाउन नि के भयो? लाउन मेरो आमा कत्रो आयो। लाउन लाउन नि पानी होला खेती गरी भने होइन पानी अब त्यो देवी हाटमा पर्दो जस्तो छ। पानी होला भाग मेरो आमा हेर्नु त कत्रो आयो। लाउन नि बटर केही छैन रे। आमा कहाँको के होला यो? हेर्नु त यहाँ आइपुग्यो। मेरो आमा कत्रो भएर आयो। तिनीहरू किन बस्यो होला बे? के भगवान् जम्मै डुबायो। मेरो आमा देवी डुबानमा पर्यो। मन्दिरहरू जम्मै गयो, मन्दिर छैन केही। जाऊ रोशन जाऊ। हेर्नु त सूचना सूचना आदरणीय नारायणी तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरू रसुवा नुवाकोटतिर ठूलो बाढी आएको कारणले गर्दा अत्यधिक मात्रामा जनजनको क्षति भइसकेको अवस्था छ। यो अवस्थालाई मध्यनजर गर्दै उताबाट बग्ने पानी हाम्रो नारायणी नदी पनि आउने सक्ने सम्भावना भएको कारणले यो क्षेत्रमा पनि ठूलो क्षति हुने सम्भावना छ।
यो अवस्थालाई मध्यनजर गर्दै यो तटीय क्षेत्रमा बसोबास गर्ने, सरसामान राख्ने, पसल व्यवसाय गर्ने यस्ता कार्यहरू तत्काल नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। वडा प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको हार्दिक अनुरोध। गाडी नै हेर्नु न। त्यो रुस त केही नै माग्यो भने नि हुने। गाडी नै हेर्नु न। त्यो रुस त केही नै माग्यो भने नि हुने। माथि रोडमा पुगेर माथि छिटो भाग त्यो बाउन्ड नभएन बुझेको मिसिने लगिदियो पाइप सब भत्क्यो त्यो माथिको बाटोमा पुग्यो मिसिने नै हेर्नु बोलेर गयो वा